दर्शनमान भाइहरू हामीले यहाँ अहिले चाहिँ रातिको समयमा अङ्ग्रेल पुल्न गइरहेछौँ। देख्न सक्नुहुन्छ यसरी पुल्छौँ हामी चाहिँ अङ्ग्रेल हैन यहाँ चाहिँ अङ्ग्रेल चाहिँ हामी यसरी पुल्छौँ हैन। यहाँ हाम्रो चाहिँ यहाँ बाबा हुनुहुन्छ 1 नम्बर अङ्ग्रेल खाना। अनि यहाँ चाहिँ यहाँ हाम्रो भिनाजी हुनुहुन्छ। अनि यसरी पोल्छौँ हामी रुकुमतिर। यो चाहिँ रुकुम पश्चिम 8 बिस्कोट नगरपालिका वडा नम्बर 7 हो। यो अङ्ग्रेल पोल्ने ठाउँ चाहिँ हेर्नुहोस् अङ्ग्रेल यसरी झर्छ हैन। यो बाहिर आउँछ के बाहिर आउँछ आगो तातोले गर्दा कानो रहेछ कसम अङ्ग्रेल चलै नै देखेले मैले एउटा पोलै छैन नि यार त। यसरी देख्न सक्नुहुन्छ अङ्ग्रेलको पोलामा कालो यति ठुलो छ कि पुरै भयङ्कर ठुलो हो के। म चाहिँ अहिले लाइभ म आउन सकिनँ नेटवर्किङको के अरे प्रब्लम भएको कारणले गर्दा अहिले म चाहिँ यहाँ भिडियो गराइरहेको छु होइन। कनु छबाट सब बोल्छ कनु र छबाट नि टेन्सन नगर्नु छ यार अलिअलि हेर न। यहाँ हाम्रो मामाजी नै आइसक्नु पऱ्यो महतारा साइल मामा जीवन महताराजी अर्को आइसक्यो अर्को आउँदैछ त्यो चाहिँ थैलो ल्याइन आउनु लाग्यो चाहिँ यहाँ देख्न सक्नुहुन्छ। यहाँ हामीले यसरी पोल्दैछौँ। अहिले लास्टमा बनाउँदाखेरि देखाउँछौँ। अहिले चाहिँ अलिक गाह्रो भएर अलि बाटो सुमानतिर लागौँ है त गाई चाहिँ हामी हेर्नुहोस्। अहिले चाहिँ हामीले यत्रो पुलिसक्यो कि अघि कत्रो ठुलो थियो जो छैन अघि चाहिँ भिडियो बनाउनु पाइएन। अनि म चाहिँ भर्खर आएँ कि बाटो लिएर। अनि हेर्नुहोस् यस्तो रातो भइसकेको छ क्या त्यहाँ भित्र पुरै सब मरिसक्यो। यो तलको चाहिँ बस्ती छ हाम्रो होइन खारखारा हाम्रो घर चाहिँ तल हो। हामी जङ्गलतिर आउने राति अङ्ग्रेल खाने यस्तै भइरह होइन। जङ्गलमा आउने हो खाने हो मो धान्ने हो यही हो। गाउँघरतिर बस्यो भने चाहिँ यही हो के अर्ग्यानिक चिज यो चाख्न पाइन्छ यो अङ्ग्रेल। हामी चाहिँ यहाँ कुन अङ्ग्रेल हो भनेर हेर्न गइरहेको छु गाईहरू होइन। हामी चाहिँ सिधै माथि पुल्या छौँ। अब यहाँ चाहिँ टर्च हामी यो रातो खै मोबाइल दिनु त यो अङ्ग्रेल चाहिँ रातो अङ्ग्रेल रहेछ कि यसरी टर्च लाउनु न यार। लास्ट पोला त मामा एउटा दुइटा त भयङ्कर राना छन् होइन। अरू चाहिँ के छ नि थाहा छैन। यहाँ बट यो त रहनै रहेछ यार अङ्ग्रेलको यस्तो हुन्छ कि तलबाट आस्नबाट देखाउन यस्तो भिडियो न। अनि यसो आउँछ नि लाइक भ्युजहरू अलिक बढी आउनु पऱ्यो या हेर्नुहोस्। यसो आउँछ नि लाइक भ्युजहरू अलिक बढी आउनु पऱ्यो या हेर्नुहोस्। यो चाहिँ हाम्रो अर्ग्यानिक अङ्ग्रेल भन्छ। यो चाहिँ टुगुले क्या मलाई त यार यस्तो छ कि यो अङ्ग्रेल। ल अब हामी चाहिँ तल बनाएर देखाउँछ है। आगो गाडी चलाउनु अब यहाँ गाई चाहिँ हामीले पोल सोलो चाहिँ तानिसक्यौँ कि त्यत्रो पोलो थियो होइन। पोलेर यो अङ्ग्रेल पनि रहेछ यहाँ अलिअलि 2-3वटा अङ्ग्रेल छ। हामीले चाहिँ गोलो चाहिँ त्यो पारी कट्ठामा हालिसक्नु भयो त्यत्रो कट्ठामा होइन। अस्तिको भागभन्दा बढी आइसक्यो जिउँदैछ नि त। यहाँ टर्च लाउनु न यार। ओहो यहाँ भिडियो बनाइरहेको छु मैले यार टक्क ब्लक छ। यहाँ टर्च लाउनु न मामा यार। यस्तो म हिँड्नु परिरहेको छ यो गाई छैन यसरी हिँड्छु क्या हामी चाहिँ रुखमा गाउँतिर। यो पुरै अङ्ग्रेल हो कि पुरै सग्लै गोला हामी चाहिँ अब लाग्न लगाएको घरतिर लाग्न लगाएको। अब चाहिँ पुरै रातो फ्राई गरेर खाने हामी चाहिँ त्यो अङ्ग्रेल चाहिँ होइन। रातो फ्राई गरेर खाने हामी चाहिँ त्यो अङ्ग्रेल चाहिँ होइन। अनि यहाँ चाहिँ कन्ट्याक्ट गर्नु होला जहाँ पनि डेलिभरी हुन्छ। हजुरलाई 1 प्लेटको बढी पर्दैन 2000 रुपियाँ अल नेपालभरि डेलिभरी। अब चाहिँ हामी गयौँ गाई होइन। हामी चाहिँ यति साहसी मान्छे हो कि कुरै छोडिदिनु के कुरै छोडिदिनु। यो जङ्गल भनेको राष्ट्रिय निकुञ्जभित्र पर्छ यो जङ्गल भनेको हाम्रो होइन। यो बहुत खतरनाक जङ्गल हो कि फेरि यो 1 नम्बर यहाँ चाहिँ हिँड्नु ठ्याक्क काटिदिनु के आगो काटिदिनु के चाहिनु सक्छ कहिले धन्न पोलिन्छ यार गाई छैन। यो चाहिँ हल्का रमाइलो गर्दै हामी चाहिँ यस्तो मुनि हिँड्नुपर्छ क्या यहाँ यस्तो बाटै नदेखि घुमौँ उनीहरू गइजान्थ्यो बट्टा यार।
त हाम्रो बा यहाँ अगाडि गइए आगो लाउँदै कहीँ जुङ्गल आगो लाउला जुङ्गल आगो मर्छ लाउला है तिम्रो कम्ती भएको मामा लिन्छु बाटो म बत्तल लिन्छु ल गाइज अब तल गए चाहिँ हामी चाहिँ कुराकानी गरौँ ल गाइज अहिले चाहिँ हामी यहाँ अङ्ग्रेर बोलेको त्यहाँ माथि हो क्या केही देखिँदैन तर हामी अहिले पुगिसक्यौँ होइन त्यहाँ भाइले लगिरहेको अङ्ग्रेल चाहिँ अब टक्क त त्यसलाई केलाई कुलाई के हुन्छ बड्डा बड्डा माउस अफाली ओइ आइया हामी फाइनली पुग्यो कहाँ जाने हो तल जाने कहाँ बत्ती चला हेर्नुहोस् चल्ला यसरी काटिन्छ क्या हाम्रोतिर चल्ला चाहिँ होइन अङ्गालको चल्ला यस्तो आफ्नो यिनीहरूको घर हुन्छ क्या टक्को घर हुन्छ हेर्नुहोस् यसको कति गरेछ 1 2 3 4 5 6 7 8 8 9 गरेछ यसको चाहिँ होइन यो चल्ला भने चाहिँ यो के यो सेतो सेतो छ नि त्यो सबै रानो चल्ला भएको अरू चाहिँ सानो भएको सुक्कै भइसक्यो त हेर्नुहोस् यो चल्ला अङ्गाली भुसुकै हुन्छ क्या आगोलाई कि भुसुकै कि बोलाउनु एक्लै के पल्लो बाख्नुहुन्छ पन्ने बिहा हो पन्ने जस्तै केटाटी बिहा हो 55 छोरी भन्ने केटाटी गुलेर केटाटी हो केटाटी भन्यो यिनीलाई त भेन्नै तल गाउँछन् त्यस्तो कुरो हामी चाहिँ सब पाइसक्यौँ फोटो सब पाइसक्यौँ भुट्ने भएको अब यहाँ चाहिँ त्यो प्याज टोलाउँदैछौँ यत्रो तेल लाग्छ क्या हामीले चाहिँ यहाँ चाहिँ भुट्ने चाहिँ कुट्ने चाहिँ एकदम अङ्गाल चाहिँ स्पेसल बनाउने पहिला चाहिन्छ भने चाहिँ पहिले त भन्दिनँ 2000 रुपियाँ यो डब्बाभरि पठाइदिन्छु म यस्तै डब्बाभरि 2000 पठाइदिन्छु म नेपाल अल होम डेलिभरी हुन्छ नेपाल पुलले चाहिँ यहाँ 1 नम्बर सिपालु 2 नम्बर अनि उहाँ चाहिँ अलिक धेरै डर मान्नुहुन्छ क्या अङ्गाल पुलले चाहिँ सपोर्टमा खाने चाहिँ फेरि 1 नम्बर यहाँ यता कता खानु चाहिँ यिनी नाच्ने यो त अङ्गाल के काला सक्दै गरेर यहाँ माइती लाग्यो चाहिँ हामी सानो माइती मात्रै जीवन माता राखी श्रीमती अनि चाहिँ हालिसक्यौँ कि त्यो चाहिँ धेरै भइसक्यो होइन त्यो चाहिँ धेरै भइसक्यो अनि म त प्रिय तेल हो कि चाहिँ प्रिय फ्राई रात हुन्छ होइन यहाँ पनि यस्तै बनाइरहेको हुन्छ त्यो चाहिँ कालो के बड्डो ल अब पाकिसक्यो हामीले जब खान बसिसक्यौँ होइन मजाले खाने अब होइन सबै खाने ल्यायो पुनि यहाँ खाने है फालेर छ यार दुई माछाबाट छाता हाल्ने नि यहाँ काले टोर ल अब हामी खान्छौँ अब ल यति हो अब अर्को भिडियो चाहिँ अर्को पटक आउँछ है।